स्वागत गर्न चाहन्छु सबैजनालाई आजको आजको भिडियोमा हामी नोबेल ब्याङ्कको सेकेन्ड क्वार्टर रिपोर्ट 2081-82को एनालाइसिस गर्नेछौँ। यो एनालाइसिस भनेको मेरो आफ्नो पर्सपेक्टिभको एनालाइसिस हो। यो एनालाइसिसले तपाईँलाई कुनै पनि बाइ सेल रिकमेन्डेसनको कुरा दिँदैन। यो भनेको तपाईँले आफ्नो ज्ञानको लागि सिक्ने कुरा हो। यसबाट बाइ सेल गर्ने काम कदापि नगर्नु होला, किनभने सेयर बजार भनेको एकदमै जोखिमयुक्त क्षेत्र हो। यो क्षेत्रमा तपाईँले लगानी गर्दा विचार पुऱ्याएर लगानी गर्नुभयो भने तपाईँलाई उच्चतम मुनाफा हुनसक्छ। यदि विचार पुऱ्याउन सक्नु भएन भने तपाईँले कमाएको पैसा जान पनि सक्छ। त्यही भएर नोबेल ब्याङ्क नेपालको कमर्सियल ब्याङ्कको सबैभन्दा ठुलो कमर्सियल ब्याङ्क अन्तर्गत पर्ने ब्याङ्क हो। यो कम्पनीको पेड अफ क्यापिटल 27.06 अर्ब रहेको रहेछ। पेड अफ क्यापिटल सेम नै रहेको छ। रिजर्भ 30.31 अर्ब रहेको रहेछ। त्यसै गरी 2080-81मा 27.17 अर्बको छ। त्यसै गरी रिटेन अर्निङ हेर्छौँ भने 73%ले कम्पनीको रिटेन अर्निङ बढेको छ। 2080-81मा 1.09 अर्ब रहेको अहिले 2081-82मा 1.89 अर्ब रहेको छ। डिपोजिट हेर्छौँ भने 1.99 अर्ब छ। 4.80 खर्ब कम्पनीमा डिपोजिट रहेको छ। अनि कम्पनीको लोन डिपोजिट 4.80 खर्ब रहेको छ। पल्लाको क्वार्टरको तुलनामा 11.9% बढेको छ। लोन 7.92%ले वृद्धि भएको छ। 3.92 खर्ब लोन रहेको छ अहिले कम्पनीको भने 2080-81मा 3.63 खर्ब रहेको रहेछ। नेट इन्ट्रेस्ट इन्कम भनेको कम्पनीले ब्याजदेखि कमाउने आम्दानी भनेको 7.90 रहेको छ, घटेको छ। 8.24 अर्ब आम्दानी रहेकोमा अहिले 7.90मा आम्दानी झरेको छ। अनि नेट फी एन्ड कमिसन इन्कम 8.12%ले बढेको छ। 1.51 अर्ब रहेको नेट फी एन्ड कमिसन इन्कम 1.48 अर्ब रहेको नेट फी एन्ड कमिसन इन्कम 1.51 अर्बमा रहेको छ। अपरेटिङ प्रोफिट 5.18 अर्ब रहेको छ। 4.56 अर्ब रहेको बढेको छ 13%ले। नेट प्रोफिट 3.24 अर्ब रहेको छ।
त्यसै गरी नेट प्रफिट डिस्ट्रिब्युटर प्रफिट 73.89 रहेको छ। इपिएस 24 को छ। त्यसै गरी एनुअलाइज इपिएस पनि 24 को छ। डिस्ट्रिब्युटेबल इपिएस 9.31, नेटवर्थ 219 अनि आरओए 11 को छ। आरओए 1.14, एनपिएल 1.70, आरडब्ल्युए 11.78, बेस रेट 6.31 को घटेको छ। त्यसै गरी इन्ट्रेस्ट स्प्रेड रेट 3.74, सिडी रेसियो 82 रहेको छ। ओभरअलमा यति तिनवटा इन्डिकेटरमा डाउन ट्रेन्ड छ। एमा पनि डाउन ट्रेन्ड छ। आरओए र आरओईमा टोटल एसिस्टमा वृद्धि भएको छ। 5.85 अर्बको टोटल एसिस्ट रहेको छ। टोटल लायबिलिटिज 5.26 अर्बको छ। हामीले हेर्नुपर्ने टोटल एसिस्टको वृद्धि हो, टोटल लायबिलिटिज अनि नेट प्रफिटको हो। त्यति नै हो आजको लागि।